फाइटर दाइ त्यति बसिराख्नु न एकछिन मैले के भने यहाँ बस्छ त्यही बसिरहने एकछिन अब बोले ल चल रहा है जल्दी दुश्मन शादी खत्म सो हेलो नमस्ते एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल अनि सबैजना सञ्चारमा हुनुहुन्छ होला म एकदम सञ्चारमै छु अनि आज चाहिँ ठाकुर देवताको बेमा आएको अर्को दिनै हिजो आएको थियौँ हामी अनि आज चाहिँ नेक्स्ट डे भइसकेको छ भर्खर खानासाना खाएर बसिरहेछौँ दाइ र म विकेश दाइ र म माथि आइसक्यौँ खाना खाएर अरू तल छन् सबैजना जनकहरूले त्यहाँ बसेर खाँदैछन् फाइटर दाइ नै भर्खर आशा धोएर माथि आउँदै हुनुहुन्छ होला अनि त्यही दियो गाई सब यतातिरको भ्यू देख्न सक्नुहुन्छ यहाँ यतातिर दामी छ हरियाली हरियाली अरू टाइम त गर्मी हुन्थ्यो अरे यहाँ हिजो आज चाहिँ पानी परेर अलिक मौसम नि त्यस्तै त्यस्तै छ शीतल भइरहेछ अनि त्यही हो यहाँ तल यस्तो छ मान्छेहरू त्यहाँ खाना खाँदैछन् सबैजनाले अनि त्यही नै बाइकहरू हाम्रोको त्यहाँ छ त्यहाँ चट्ट लाग्यो दाइ के भयो के भयो केरा माछा जस्तो थियो खाएर आउनुपर्यो है यो चाहिँ लास्ट टेस्टी थियो भने क्या अलि टेस्टी भने त्यो पापड भन्दा यो टेस्टी लाग्यो मलाई त यार यति धेरै खायो मैले झन् के वाइल्ड 12 घन्टा यहाँ 12 घन्टा बाइकमा को हिँड्छ बे त्यही भएर हिँड्थ्यौँ नि हामी बाफ्रे अब हिजो त लास्ट गाइस बिहान गएर नुहाइ गरेर सबैजनाले पर गएर अनि आयौँ अनि भर्खर खानासाना खायौँ अनि हिजो राति नै कति हामी त 2-3 बजे सुतायौँ नि त होइन 2-3 बजी सकेको थियो अनि त्यही नै अब खानासाना खायो अनि अहिले पछि हाम्रो कता कता अलि उता यहीँ इन्डियाको बोर्डर यहीँ अलि उता छ क्या 10 मिनट लाग्छ अरे होइन त फाइटर दाइ यस यहाँबाट नजिक पर्ने इन्डिया बोर्डर चाहिँ यो सीतामढी न प्लस सामान सस्तो पाउँछ अरे भन्ने कुरो सुने मैले हो त्यही अहिले हामी एकछिनमा घुम्न पनि जान्छ मलाई त्यतातिर टाइम पास केही हुँदैन जन्ती जाने साँझ नि अब बेलुका नै होइन 11 बजिरहेको छ भर्खर अनि के गरेर भने अनि जन्ती जाने बेलुका हो त्यही भएर अब हामी यसो घुम्छौँ अहिले ल गाइस ठाकुर दाइको हल्दी चल्दैछ अब ल भयो हो गली अब हामीले खाने नि सो गाई चाहिँ अहिले चाहिँ हामी पेट्रोल लिन जान लाग्यो है यो हाम्रो बाइकमा पुरै पेट्रोल सकेछ भने अनि यो विकेश दाइको बाइकमा गएर पेट्रोल लिएर बोतलमा पेट्रोल लिएर त्योमा हाल्छौँ अनि त्यही हो त्यहाँको एउटा यहाँको एउटा त्यो भाइ जान लाग्छ मसँग अनि हामी फर्स्टमा उता गएर पेट्रोल लिएर आउँछौँ अनि यो बाइकमा पेट्रोल हाल्नुपर्ने हुन्छ यिनीहरू बाइकमा त छ त्यो फाइटर दाइको बाइकमा पनि छ यसमा पुरै सकिया क्या ल त्यही नै हो गाई चाहिँ अहिले चाहिँ हामी पेट्रोल लिन आएको थियौँ यहाँनिर पेट्रोल पम्प रहेछ अनि त्यहाँ भाइले त्यो गर्दैछ के भयो बोतल पाइएन एउटा बोतलमा त भरिमा हामीले अनि एउटा बोतल पाएन अझै एउटा बोतल रो गयो हेर यता कतै त होला एउटा बोतल खोजेर 2टा बोतलमा लग्न पाए आनन्द हुन्थ्यो कि त्यसको फेरि एफआईवाला एफआई पुरै सकेछ भनेको त्यो बाइकमा यार पुरै एक लाइन पनि नदेखिने गरी चलाएर आएको हिजो अनि एफआई डुब्नै पर्छ क्या फेरि त्यसको नत्र एफआई उठ्छ पेट्रोल कति हुँदैछ चला अलिक तलतिर हेरौँ अनि ठाउँ देख्न सक्नुहुन्छ गाई यस्तो बवाल छ यतातिर सबै ठाउँ समयसम्म अनि आजकल त हरियाली छ अलिअलि त्यस्तो गर्मी पनि रहन्छ ठिकै छ जे होस् अलिअलि चाहिँ भइरहेको मलाई त्यति धेरै चाहिँ भइरहेको छ नि यहाँनिर एउटा बोतल भयो यही बोतलमा हाल्दा हुन्छ आज इन्डिया पनि घुम्न जाने भनेको अनि घुम्न जाने हुन्न होला जस्तो छ गाइस सबैजना सुतेछन् है हिजो थाकेर सबैजना अनि फेरि सुत्दै उठ्दै घुम्दै अलिअलि हामी पनि त्यही गराएको छ भने अगाडि बिहानै 8-9 बजीतिर उठेको थियो कपाल सवाल काट्यो नुहायो फेरि सुत्यो फेरि अगाडि उठ्यो खानासाना खायो अनि त्यही हो त्यस्तै भइरहेछ अनि अब यहाँबाट पेट्रोल भरेर लग्छौँ हामी फर्स्टमा अनि ल तिमीलाई त लास्ट एन्सर देखेछ ल हेलो गाइजहरू के छ हालखबर गाइज के छ नाङ्गे गाइज तिम्रो के छ हालखबर सन्चै हो अनि बाख्राहरू चलिरहेको रहेछन् चट्ट लगाएर यतातिर
गाउँ यो आमा त्यो दाउरा कस्तो राम्रोसँग राख्छ ओइ यसो गर रे हाई हाई गर रे यसो यहाँ चाहिँ पेट्रोल 156 रुपियाँ लिटर रहेछ ल 156.50 इन्डिया बोर्डर त घुम्न जान्छौँ होला हामी है आज नगए पनि कहिले जान्छौँ भोलितिर जान्छौँ कि कहिले जान्छौँ तर जान चाहिँ जान्छौँ हामी त्यही नै हो गाइस ल भयो हाई हेलो भइसक्यो नि त बाइक चलाउ न त तिमी अब आउँछु तिमीलाई डर लाग्छ धेरै बाइक चलाउने मैले यसो हेरेर चाहिँ ल चलाउ बिहान उठेर बाइकमा गएछ क्या हामी चलाएर चलाउनु न जाम पेट्रोल नजिकै रहेछ सिधा रहेछ सो अलराइट गाइज अब हामी चाहिँ अहिले जन्ती जानलाई रेडी भइसक्यौँ हाम भन्दा नि यहाँ अलिक बढी रेडी हुनुभयो आमा फाइटर ड्राइभर त कुरै नगरौँ अनि यहाँ सरोज दाइलाई पनि पप्पा ओके ल जनक त्यहाँ छ अनि म यहाँ छु यस्तो मटक्क हामी चाहिँ रेडी भइसक्यौँ यस्तो छ बबाल माहौल आमा गाइज हेर्नु न अगाडि गजब बेइज्जती है अलिक बढी जोस हो कि म केही बोलिनँ गाइज म केही बोलिनँ हाम्रो यता फर्का छ क्या ड्रोनको मजा आ गया ल ल ल ल गाइस अब हामी यहाँ बेसे छोड़ गोली मार बेसे चलो भाइ अपने रास्ते अब ल गाइस अब हामी त अपने रास्ते बाबु ठाडो बनाएको तेरो भिडियो सिनेमेटिक बनाएको 13 प्रो मैक्स किनेछ यस्तोबाट बनाम 13 सिनेमेटिक पाइयो क्या यसमा इन्डिया गयो कति कति घण्टा लाग्छ यसमा इन्डिया नेपाल बुझ्दै बुझ्दैन त के राख्ने यसमा चाहिँ अनि गोरु के यसमा के हाल्यो उखुहरू उखुहरू हाल्छ खरी पनि हुन्छ खर 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 अनि अरू के हाल्ने अरू के हाल्ने मलाई हाल्ने सिडी ए कहाँ हो तपाईँ बस्ने चाहिँ त अनि कहाँ हो बस्ने अच्छा लगाइस हामी बेलगाराबाट झर्सक्यौँ फेरि अब के हो बम कहाँ कुन त्यही लाइटर चाहिन्छ यार भाइ उतै बाटोमा म फ्यालिदिनु कुन के पड्किन्छ भनेको क्या बम 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 लाइटर बम छ नि हामीसँग यस्तो भिडियो अन गरे हेलो गाइस गाइस वी हैव लट्स अफ बम डम ल डम 2000 years later सो गाइस चाहिँ हामी अब ठाकुरबाईको जन्मदिन लाग्दै अगाडि हुनुहुन्छ गाडीमा चट्ट लाएर राति भइसकेको अवस्था है हामी त यहाँ गाडीमा यतातिर हेलमेट लगाएर पाले रहेछ पुलिस अफिसहरू छैन सबै बिना हेलमेट किनिरहेको छन् पनि यहाँ नजिक हो त्यही भएर हामीले पनि हेलमेट लगाएछौँ है दाइ आ गर्नु सरोज आ गर्नु सबका पान खाएर रातो रातै रातो भएको छ तेरो त सेतोमा रातो जिब्रो आमै अब बम ल बम पड्कादिन्छौँ अब ल कहाँनिर पड्काउने दाइ भन्नु लाउनु पकड्नु जनकलाई पकड दाइ लाउनु कस्तो गर्ने हो ओ दाइ यसरी बाबु त्यसले खाना खान्छ ओइ नराख खाडो राखेर भाग ओइ लाइट लिएन अलि त लिएन
अर्को पड्काउनु दाइ ल यो त माथि उड्छ क्या दाइ यसको त डरमा अनारो यो दाइ किन डर लाग्यो तपाईँ म छु त्यहाँ यो माथि केही हुँदैन त हातमा राखिने हुन्छ क्या यो तर अरू जे नाच खत्रै टल्का थिए दामी हुँदैछ दाइ ड्रोनवाला दाइ त भन्दै छु ड्रोन हेर्दा गर्मी भयो दाइ भिडियोहरू पनि भएको छैन होइन ड्रोन चाहिँ चाँडाउनु पऱ्यो गरिब हो क्या लगाइ चाहिँ अहिले चाहिँ हामी अब बिहेबाट फर्किसकेका छौँ अनि यहाँ फेरि पड्काउँदैछौँ अब बिहानको 2 बजे ब्लग सुरु हुँदो रहेछ हुन्छ नि मामा अब पड्काउँदैछौँ फेरि बम पड्काउँदाखेरि त बनाउनु पर्ने माथि गएर बुम बुम पड्किन्छ त त्यो कुनवाला हो यो दुईवटा रहेछ नि त त्यो त झन् त्यो पड्काउँदै आँखा माटै बाटो पस्यो भाइको ल दाइ चोकमा पड्काउनु न तपाईँ कहाँ यता आयो क्या पहिला पहिला त त्यो बुडुम बुडुम गर्नेवाला पड्काउनु नि त या फेरि आफू रुक्नेर नपड्काउनु नि हो यहाँ नि यतै बनाउनु क्या दाइ यहाँ बिच रोडमा दाइ कुन फोन ला बम ल फोन ल म डरान्न नि दाइ फेरि म भाग्दै यो त अझै पड्किरहेछ कुकुर हो नि दाइ कतिजना मान्छे उठ्यो होला नि सरोज दाइ बवाल पड्क्यो त दाइ अब बम एउटा लास्टमा पड्काउनु यो पड्काउनु न पहिला यो लास्टमा योमा मजा आउँछ नि त यार डुम 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 माथि कस्तो कलरफुल हुन्छ अब पहिला गमला होला गमलाई त के ल गमला हातमै बनाउनु तपाईँ कतिको पावर रहेछ तपाईँको त्यो हातहरू त्यो ठुलोवाला बनाउनु न फेरि यो त सानो छ यो त के हुन्न दाइ भाग्नु पर्दैन यसमा भाग्ने होइन के ल छोड सिधै झुर्रा आउँछ कचर सरोज दाइ आउनु त हावा लगाइराख क्या ल नाक्चामा हाला नि फेरि नाक्चाभित्र छिर्ला नि फेरि नबोले यार हावा लगाइराख ल ल डिसमिस भयो हो त्यो बाल्दिनु यो ठुलोवाला बाल्नुपर्छ नि यार ओत्ते अघि के हो यो अलि राम्रोसँग त नबले अघि त्यही भने अब बल्यो ल चल रहा है जल्दी दुश्मन है रे को शादी खत्म यो आगो के झिलिङ यो हेर त यो नि जान्छ त अलिकति खोल्नु बाबा त्यति गर्दा अब भइयो क्या यो बिग्रेको भयो यार अन्त दुई टिपिटर अब यो पट्काउन मजा आउँछ क्या अहिले ल दाइ दुईटा सँगै दुईटा सँगै हाल्नु के भयो त्यो माथि जान लागेको अब यो के छ अब एउटा बम छ ल अब यही बम फोड्यो त चित्त बुझाउनु छिटो लास्टमा यो पनि जान्छ यी बारुद नै निक्लिछ बाहिर कस्तो स्यालबा छ हौ ए
फाइदा दाइ त्यति बसिराख्नु न एकछिन तैँले के भने यहाँ बस्छ त्यही बसिरहने एकछिन सो गाई चाहिँ अहिले चाहिँ हामी पटाका सटाका पड्काएर आइसक्यौँ यहाँ हाम्रो बिल्डिङमा चट्ट लाएर अब चाहिँ सुत्छौँ अति निन्द्रा लाएर थकावट नि लाग्यो हिजो पनि त्यही दुई तिन बजेको थियो सुत्दाखेरि आज पनि त्यही 2-3 बज्छ सबैजना आइसक्यो अब सुत्नु पर्ने हुन्छ गाइस त्यही नै अब आजको भ्लग नै यतिकै हुन्छ हजुरलाई के कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिन नबिर्सिनु होला अनि मन परेमा मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला अब नेक्स्ट भ्लगमा भेटौँ है त ल बाइ बाइ गाइस